नमस्ते नेपाल। जुन सरकारले ल्याएका 100वटा बुँदा चाहिँ एकदम राम्रा छन्, राम्रो भन्नुपर्छ। यो लागू होस्। नयाँ सरकारले पुरानो सरकारले चाहिँ भेदभाव नगरोस्। नयाँ सरकारले पुरानै सरकारले चाहिँ प्रतिशोध नगरोस्। भदौ 22, 23, 24 को छानबिनमा जुन गौरीबहादुर कार्कीको रिपोर्ट छ यो एकपक्षीय छ। यो रिपोर्ट बराबर छैन। सरकारले तुरुन्त एउटा छानबिन समिति गठन गरोस्, दुधको दुध पानी पानी गराओस्। होइन भने पहिलाकै 46 सालदेखिको 62-63 जस्तै आन्दोलनको जस्तै यो पनि खासै यसले नतिजा दिँदैन। एउटा द्वन्द्वमा लान्छ देशलाई। देश चलाउनु देशभित्र मात्रै चलाउनु होइन, त मैले पहिल्यै भनेको छु। बाहिरका देशको प्रभाव पर्छ। अमेरिका, चाइना, इन्डिया, रुसको चाहिँ प्रभाव छ नेपाललाई। यी प्रभावलाई सन्तुलित रूपमा बालेन शाहले चलाउन सक्नुपर्छ। होइन भने एकतिर पल्टियो भने सरकार, उतातिर सरकार ढल्छ। हेर्नुहोस्, यो अहिलेसम्म नेपालमा 5 वर्ष राजनीति कसैले पनि चलाउन नसक्नु, प्रधानमन्त्री नहुनु भनेको के हो त? एक कूटनीति हो। अब हामीले नेतृत्व नपाएको होइन, डाक्टर बाबुराम भट्टराई एउटा भिजनरी प्रधानमन्त्री पनि पाएको, उहाँले कति महिना पनि चलाउन सक्नुभयो। त्यसबाट पनि हामीले उदाहरण लिन सकिन्छ। त्यही भएर नेपालमा हरेक काण्डहरू पनि भइरहेका छन्। यी काण्डहरूबाट पनि हामीले उदाहरण लिन सकिन्छ। तर हामी नेपालको विरोधी होइन। नेपालमा राम्रो होस्, काण्डहरू फेरि नदोहोरिउन्, शान्ति होस्। सबैभन्दा पहिलो सरकारले ध्यान दिने भनेको शान्ति, सुव्यवस्था। त्यसपछि बल्ल तपाईँको दोस्रो भ्रष्टाचारमा जति मुसिएका छन् तिनीहरूलाई कारबाही गर्ने, तेस्रो बल्ल अरू चाहिँ कामहरू गर्ने हो। यदि काम चाहिँ देशमा शान्ति भएन भने तपाईँहरूले जति ठुलो विकास ल्याए पनि त्यो विकासको लागि तपाईँले कसैलाई रोक्न सक्नुहुन्न। देशमा शान्ति नभए को बच्छ? त्यही भएर तपाईँले नेपालीलाई रोक्नलाई पहिला देशमा शान्ति ल्याउनुपर्छ। त्यही भएर शान्तिको साथमा देशको पक्षमा हो। मलाई पुराना पार्टी नयाँ पार्टीको खासै मतलब छैन। मैले पहिल्यै पनि भनिरहेको छु। नयाँमा पनि गलत गर्नेलाई गलतै भन्ने हो, राम्रो गर्नेलाई राम्रै भन्ने हो। सबैजनालाई मिलाएर लानुपर्ने अवस्था चाहिँ देखिन्छ। म एक्लै राजा हो, म किङ हो, आई क्यान डु एभ्रिथिङ भनेर बालेन शाह गयो भने ऊ पनि 2.5 वर्षभन्दा अगाडि जाँदैनन्। हेर्नुहोस्, होइन मैले सबैलाई समेट्नुपर्छ, सबै मेरा नागरिक हुन्, म नेपाली हो र म नेपालको हितमा काम गर्छु भन्यो भने सबैले साथ दिन्छन्। 20औं वर्ष सत्ता चलाउन सक्छ। तर उनको काममा चाहिँ भर पर्छ। सबैभन्दा पहिला सबैले हेरिरहेका छन्, आशा जगाएका छन्। त्यो आशालाई सन्तुष्टि गराउने काम बालेनले गर्ने हो। यति गर्न बालेनले सकेनन् भने यसरी बुझौँ, नेपाल कहिल्यै पनि बन्दैन। यो सरकारले बनाएन भने कुनै सरकारले पनि बनाउँदैन।